ल हाम्रो पूर्वी रुकुमकोट सिस्नेछ छिब्रिदहमा हाम्रो पल्सा आउने कार्यक्रम भएको हुनाले उहाँ अहिले हाम्रो रुकुमकोटमा छिब्रिदहमा मनाग्गे कन्ट्री बिल्ला होटलमा रेस्ट गर्दै हुनुहुन्छ। अहिले लगभग 5 बजिसक्यो। उहाँ अझ आफ्नो रुमबाट तल झर्नु भएको छैन। अनि उहाँलाई हेर्नलाई हाम्रो दर्शकहरू रुकुमकोटका दर्शकहरू ल हेर्नुहोस् त, यति उहाँलाई हेर्न आतुर भएर बाहिर वेटिङमा बस्नु भएको छ सबैजनाले। ल हेर्नुहोस् त न कति माग छ, उहाँको क्रेज कति छ यहाँबाट पनि देख्न सकिन्छ। छोरी कहाँ आएको तिमी? छोरी पनि पल्सालाई हेर्नलाई पढाइ छोडेर आउनु भएको छ। पल्साको क्रेज कति छ भन्ने कुरो हामी नेपाली जनताले बुझ्नुपर्छ। कतिखेर झर्नुहुन्छ मैले पनि मेरो क्यामेरा तेर्साइरहेको छु। उहाँ झर्ने बित्तिकै डाइरेक्ट उहाँमाथि फोकस गर्न जानेछु म पनि। भाइ लाइभ भइरहेको छ यहाँ। ल अब झर्ने हाम्रो नायक तथा कलाकार मोडेल पल्साजी अब झर्ने क्रम हुनुहुन्छ होला सायद। यो महोत्सव चलिरहेको महोत्सव भन्दा मान्छे अब महोत्सवमा त्यति नै चाप बढी छ भनेपछि बाहिर यति धेरै हेर्नलाई उहाँहरूको घुइँचो बढिरहेको छ। ल हेर्नुहोस् त यसरी बढिरहेको छ घुइँचोको चाप। यो छिब्रिदहको यो के चोक भन्छ यसलाई? के चोक? पुष्पलाल चोक नेर। अब पल्सा झर्नुभयो। ल म क्यामेरा तेर्साउँदैछु। अब हाम्रो नाइक आउनुभयो, झर्नुभयो। कतिखेर झर्नुहुन्छ हाम्रो पल्साजी? कतिखेर झर्नुहुन्छ? एकछिनपछि। ल थ्याङ्क यू। ल उहाँले पनि मैले सोधेँ अझै टाइम लाग्छ अरे, उहाँको झर्न टाइम लाग्छ अरे। तर पनि म मेरो क्यामेरा चाहिँ वेटिङमै छु। म पनि यो मेरो मोबाइलले पनि उहाँलाई हेर्ने भनेर आतुर भइसकेको छ। तर कतिखेर आउनुहुन्छ? ओ गाइजहरू हेर न, यी कसलाई पल्सालाई हेर्न आउनु भएको तपाईँहरू? खिच्न आउनु भएको? ल हेर हाम्रो पल्साको क्रेज। ल हेर्नुहोस् बाबुहरू पनि पल्सा हाम्रो नायक तथा मोडेल अहिलेका युवा कलाकार पल्साजीलाई उहाँहरू पनि हेर्नलाई हाम्रो सानो सानो नानी बाबुहरू हेर्नलाई आतुर भएर क्यामेरा मोबाइल लिएर हातमा तेर्साएर उहाँहरू पनि रेडी पोजिसनमा हुनुहुन्छ है त। ल हेलो पल्साको फ्यान हो तपाईँहरू? ल ल खै त हाई पल्सा यसो ल गऱ्यो नि त उठ्यो। पल्साको फ्यान हो? ल ओके गाइजहरू उहाँहरू पनि पल्साको फ्यान हुँदो रहेछ। ल उहाँको के अरे आउनु हो पल्साका फ्यानहरू उहाँहरू। ल ल म पल्सालाई हेर्ने भनेर गएको, तर अझै पनि उहाँलाई समय लाग्ने देखियो। हाम्रो पल्साका फ्यानहरू धेरै। ल हेर्नुहोस् त हाम्रो पल्साका फ्यानहरू यति धेरै। ल अझै उहाँ आउने समय देखियो होइन? ल मेला बराबरको मान्छेको घुइँचो यहीँ छ। ल आउनुभयो जस्तो छ है त। ल ल आयो। हो नमस्ते सर, नमस्ते। हाम्रो पल्साजी आउनुभयो रुकुम मसिगतमा स्वागत छ हाम्रो सरलाई। ल सबैजनालाई। ल यसो सेल्फी हान्न त हुन्न नि? ल ल ल ल पल्सालाई हेर्नेको घुइँचो। ल हेर्नुहोस् तपाईँहरू देख्न सक्नुहुन्छ। हेरौँ भने कस्तो सेल्फी हान्न पाइएन, फोटो पनि खिच्न पाइएन। उहाँले पल्सालाई हेर्नको लागि दर्शकहरूको घुइँचो यति चाप बढिरहेको छ। छिब्रिदह रुकुम पूर्वको मेला सुकेको छ हाम्रो यहाँ छ होइन? के छ भन्नु त खाली छ मेलामा मान्छे छैन यहाँ छन्। उहाँले दर्शकहरूलाई हात हल्लाउनु भयो। हात हल्लाइ जानुभयो कि हल्लाउनु भयो? के हल्लाउनु भयो भन्नुहोस् त? हातमा त देखियो। यो हल्लाउनु भयो जे पनि। ल दर्शकहरूको चाप बढ्यो। ल सबहरू महोत्सवतिर लागिसक्नु भयो है त। ल बाई।